नमस्कार सम्पूर्ण भक्तजनहरूलाई। आजको यो पवित्र समयमा भगवानको नाम लिएर आफ्नो मनलाई शान्त बनाऊ। जहाँ भगवानको नाम हुन्छ त्यहाँ डर हुँदैन, दुःख टिक्दैन र नकारात्मकता हटेर सकारात्मक ऊर्जा फैलिन्छ। जीवनमा धेरै मानिसहरूलाई बाहिरबाट मुस्काइरहेका हुन्छन्, तर भित्रभित्रै थाकेका, दुखी र चिन्ताले भरिएका हुन्छन्। त्यसैले आज केही समय भगवानको चरणमा बिताऊ, मनलाई शान्त बनाऊ, आँखा बन्द गरेर भगवानलाई सम्झाऊ। कहिलेकाहीँ जीवनमा सबै कुरा बिग्रिएको जस्तो लाग्छ, मेहनत गर्दा पनि सफलता नआएको जस्तो लाग्छ, आफ्नो मान्छेले साथ नदिएको जस्तो लाग्छ। तर याद राख्नुहोस्, भगवानले तपाईलाई कहिले एक्लो छोड्नुहुन्न। ढिला हुन सक्छ, तर भगवानको न्याय सधैँ सही हुन्छ। आज तपाईँ रोइरहनु भएको हुन सक्छ, तर भोलि यही आँसु खुसीमा बदलिन सक्छ। त्यसैले आफ्नो विश्वास कहिले कमजोर नबनाउनुहोस्। हरेक बिहान उठेर भगवानको नाम लिनुहोस्, मनले साँचो प्रार्थना गर्नुहोस्, किनकि साँचो भक्तिको शक्ति ठुलो हुन्छ। ओम नमः शिवाय जप्दा मन शान्त हुन्छ। ओम भू बृहस्पत्याय नमः जप्दा ज्ञान र भाग्य बढ्छ। जय नारायण हरि भन्नाले घरमा सकारात्मक ऊर्जा आउँछ र शनिदेवको मन्त्रले जीवनमा बाधा घटाउँछ। प्रिय भक्तजनहरू, धनले मात्र खुसी किन्न सकिँदैन। ठुलो घर भएर पनि मन अशान्त हुन सक्छ, तर भगवानको कृपा भयो भने सानो जीवन पनि स्वर्ग जस्तै सुन्दर बन्न सक्छ। आफ्ना बुवाआमाको सम्मान गर्नुहोस्, गरिब र दुखीलाई सहयोग गर्नुहोस्, कसैलाई नराम्रो नसोच्नुहोस् र सधैँ राम्रो कर्म गर्नुहोस्। भगवानलाई ठुलो चढावा होइन, सफा मन चाहिन्छ। यदि तपाईँ आज दुखी हुनुहुन्छ भने यो सन्देश तपाईँका लागि हो। यदि तपाईँ सङ्घर्ष गरिरहनु भएको छ भने तपाईँले भगवानको परीक्षा लिइरहनु भएको छ। हार नमान्नुहोला, तपाईँको राम्रो समय अवश्य आउँछ। अहिले जहाँ हुनुहुन्छ त्यहीँबाट भगवानलाई सम्झनुहोस्, आँखा बन्द गर्नुहोस्, गहिरो सास लिनुहोस् र मनमा नै भन्नुहोस्, भगवान मलाई सही बाटो देखाइदेऊ। यो संसार केही पनि अस्थायी छैन, दुःख पनि स्थायी होइन। त्यसैले आज रोइरहनु भएको छ भने भोलि तपाईँ हाँस्न पनि सक्नुहुन्छ। सकारात्मकता सोच राख्नुहोस्, राम्रो कर्म गर्दै जानुहोस्, भगवानमाथि विश्वास राख्नुहोस्। एक दिन तपाईँको जीवन अवश्य बदलिनेछ। मेरो दिव्य सन्देश मन परे सेभ गर्नुहोस् र आफ्ना प्रियजनहरूसँग सेयर गर्नुहोस्। सायद तपाईँले सेयर गरेको एउटा सन्देशले कसैको जीवनमा आशा ल्याउन सक्छ। हरि ओम तत्सत। जय नारायण हरि। ओम नमः शिवाय।